म चाहिँ अहिले धागो बेटार्ने कम्पनीमा काम गरिरहेको छु। धागो चाहिँ यसरी बेटारिँदो रहेछ, मलाई पनि थाहा थिएन होइन। तर यो धागो चाहिँ एकदम राम्रो धागो रहेछ, जापानतिर जान्छ। यो चाहिँ खास गार्मेन्टमा युज हुन्छ कि जस्तो लाग्यो मलाई। भर्खर टाइममा बाहिर निस्केको कस्तो दामी मौसम भइरहेको रहेछ है। आम्मामा हेर्नु कस्तो दामी मौसम। यो चाहिँ पार्किङ हो, यो हाम्रो होस्टेल पनि यहीँ हो, पार्किङ यहाँ। म चाहिँ ब्रेक टाइममा जहिले यहीँ बस्छु होइन, यो सल्लाहको फेदमा। कसले हो काम गर्दा गर्दा। पछाडिको मौसम हेर्नु यस्तो दामी छ, क्या हरियाली छ है, कस्तो दामी छ क्या हेर।